फेरि पनि एउटा सर्कलको क्वेसन लिएर आएको छु। इन द एडजोइनिङ फिगर्स टु सर्कल इन्टरसेक्ट एट ए एन्ड बी, ए र बीमा इन्टरसेक्ट भएको छ सर्कल्स। द स्ट्रेट लाइन पिएक्यू मिट्स इन द सर्कल्स एट पी। पी र क्यूमा यो स्ट्रेट लाइनले मिट भएको छ सर्कलमा। त्यसै गरी आर र यसले मिट भएको छ यो सर्कलमा, यो स्ट्रेट लाइनमा। अब यहाँ उसले पिआर प्यारल्स टु क्युएस, यो पिआर इज प्यारल्स टु क्युएस देखाऊ भनेको छ। अब हामीले पहिला बुझ्नुपर्ने कुरा, यो दुईवटा लाइन प्यारल देखाउनु छ भने कि अल्टरनेट एङ्गल्सहरू इक्वल देखाउन सक्नु पर्यो, कि करेस्पोन्डिङ एङ्गल्सहरू इक्वल देखाउन सक्नु पर्यो, होइन भने यसको दुईवटा कोइन्टेरियर एङ्गल जोडा 180 डिग्री हुन पर्यो। किनभने यो तिनवटा हुँदाखेरि लाइन प्यारल हुन्छ र प्यारल भयो भने यो तिनवटा चाहिँ इक्वल र सम 180 डिग्री हुन्छ भन्ने कुरा थाहा हुनु पर्यो पहिला। अब हामीलाई यो प्रुभ गर्नु छ, यसको लागि पहिला कन्स्ट्रक्सन गर्नु पर्यो। जोइन ए एन्ड बी, ए र बी जोइन गर्नु पर्यो। अब ए र बी जोइन गरेपछि हामीले पहिला यो छुताछुतै सर्कललाई हेर्नु पर्यो। यसमा एपिआर बी, यो सर्कलमा यो क्वाड्रिल्याटरल एपिआरबी छ। यो एक्सटेरियर एङ्गल यो ए र बी, जस्तै यो एङ्गल एबी यस र एपिआर एक्सटेरियर एङ्गल एन्ड इट्स अपोजिट इन्टेरियर एङ्गल हो। यो एङ्गल र यो एङ्गल इक्वल हुन्छ। त्यसै गरी अर्को सर्कलमा पनि यो एङ्गल र यो एङ्गल एक्सटेरियर र अपोजिट एक्सटेरियर एन्ड अपोजिट इन्टेरियर एङ्गल इक्वल भएर इक्वल हुन्छ। अब यसमा हेरौँ अब के हुने भयो भन्दाखेरि यो र यो इक्वल, यो र यो इक्वल, अनि यो प्लस यो गर्दाखेरि, जस्तै यो प्लस यो गर्दाखेरि यो लिनियर पेयर हो, 180 डिग्री हुन्छ। त्यसैले हाम्रो यो र यो चाहिँ 180 डिग्री आउँछ। प्रुफ हेरौँ। स्टेटमेन्ट एपिआर इज इक्वल्स टु एबिएस। एपिआर मैले अघि भने जस्तै एपिआर इज इक्वल्स टु एबिएस हुने भयो। एक्सटेरियर एन्ड इज अपोजिट इन्टेरियर एङ्गल्स। अर्को छ एक्युएस। एक्युएस इक्वल्स टु हाम्रो छ एबिआर, सेम एक्सटेरियर एन्ड इज अपोजिट इन्टेरियर एङ्गल हुने भयो। यो दुइटालाई एड गर्दाखेरि यो प्लस यो, अनि यो भनेको अघि मैले भने जस्तै यो र यो लिनियर पेयर हो। यो र यो लिनियर पेयर भएपछि 180 डिग्री हुन्छ। सो यो एङ्गल प्लस हाम्रो यो एङ्गल प्लस यो एङ्गल, दुईवटा लाइनभित्र भएको कोइन्टेरियर एङ्गल जोडा 180 डिग्री भएको भएर यो दुईवटा लाइन के हुने भयो त, प्यारल हुने भयो। बिङ सम अफ कोइन्टेरियर एङ्गल्स 180 डिग्री भएर हाम्रो प्यारल हुन्छ।